Hey everyone, welcome to my vlog. In today's vlog, I'll be sharing two special moments, my birthday celebration and a fun sister day out. It's going to be an exciting vlog. And on my birthday, my friend surprised me completely out of nowhere, and literally I was honestly so shocked but also super happy that I got to capture such a beautiful moment. And thank you. After that, we clicked lots of photos. Guys, हामीहरु चाहिँ आइसक्यौं है। मैले चाहिँ कपडा पनि चेन्ज गर्नेको लाज लागेर यिनीहरु चाहिँ यहाँ छन् ब्युटिफुल लेडिजहरु। के हो? हेलो। And we had so much fun, laughing, joking, and of course enjoying some seriously good food. And let me tell you, nothing beats eating with friends while laughing so hard that you almost drop your spoon. तिम्रो त हटेउ का भयो अलि चिकौ यसो गर्ने यसरी गाउँको देखाउ न गगल पिच्चा राखेर राम मन त के त सातो यो पूर्णिमा नि ओहो म है त कोइन देखे हामी मन देखे भिडियो नगर यार लाज लागेर यिनीहरु चाहिँ यहाँ छन् ब्युटिफुल लेडिजहरु। के हो? कार्यक्रम चल्दै छ है साथीहरु। मेरो भ्लग ल यस्तैको त्यस्तै भयो। It was such an amazing day filled with love, fun, and most importantly food. And next day we decided to visit not just one but two different parks, because you know one is never enough. First we went to park, I don't know the name. So guys, I'm here चाहिँ पार्कमा आइसकेको छौं, हाम्रो बागलुङको फेमस पार्क। So guys, हामीहरु पार्कमा आइसकेको छौं। This is the park है। And oh my god, the vibe and everything is just perfect. Fresh air, beautiful greenery, and of course a mini photo shoot, because let's be real, if we don't take pictures, did we even go? So guys, म चाहिँ यो हाम्रो पार्कको चौतारामा छु। यहाँ सक्नुहुन्छ चौतारो बसिरहेको छु। अनि यहाँ चाहिँ मेरो दिदीहरुले फोटोहरु खिच्दै छन् मस्त। फोटो पनि कति खिचेको हो, मलाई त फोटो पनि खिच्न मन लागेन र गतिलो पनि आएन खासै। गाइज, हामीले एउटा फोटो पनि मन नपरेको अवस्था। एउटा पनि मन नपरेन है, के गर्नु? फोटै मन पर्दैन यार। फोटो खिच्दै So guys, न भ्लग भयो न फोटो भयो, के भयो यस्तो? I don't know. ल है गाइज, नेक्स्ट सुट को पाली, नेक्स्ट सुट की पाली। यहाँ चाहिँ एकदम पिस ठाउँ छ साथीहरु, तपाईहरु पनि आएर यहाँ बस्नु होला, गफ गर्नु होला। छपरी चाल देखाए। यहाँ चाहिँ घाम लागेको अवस्था छ। मलाई आज किन के बोल्नै आएन भाइ, म के बोलम। ओ माय गॉड गाइस, झन्डा हल्लियो। यहाँहरुको छुट्टै छ है साथीहरु चलाउनुलाई। कति भिडियो गरेको यार। सो गाइस, हामीहरु चाहिँ अब तलको पार्कमा जान लागेको। ल है गाइस। ल है साथीहरु, पर
उता चाहिँ सजिलो बाटो रहेछ के रे मलाई देखाएको रहेछ के रे सामने चाहिँ भन्नै हो नि पटिहाल्छ आफैले भनिदिन्छ खाउँछु भनेर अनि पछि फेरि भन्छ त्यही त मेरो पार्कमा आइसकेको छमै दिस इज द दिस इज द पार्क यहाँ जानु पर्यो माथि यहाँ जानु तल कस्तो राम्रो भ्यू देख्यो यहाँको ए गाइज लुक एट द भ्यू है सो नाइस बनाइदिने होला के गरे चौरिसक्यो लु हाँसेर किन हाई ब्युटिफुल हाई what your name what is your name what is your name hi beautiful what is your name what is your name आज चाहिँ कति पछि पनि भ्लग बनाउनु लाग्यो त्यही भएर मलाई चाहिँ लाज जस्तो भयो तर पनि म बनाउँछु गाइज त्यही पनि आज खासै केही उस्तो छैन तर पनि हामी तल चाहिँ पार्कमा जाँदै थियौँ अनि त्यही बेलामा चाहिँ यस्तो भिडियो पनि बनाऊँ भनेर है राम्रो छैन यस्तो कहाँ निकाल्नु जबरजस्ती गरौँ हामीले के भन्नुहोस् र पैसा छ राम्रो थुत्नु म त निकाल्छु कि अन्त भगवान्ले थुत्नु दिएको एस्थेटिक भिडियो गर्ने भनेको एस्थेटिकको त बाउ भयो भाइ बल्ल कस्तो भलगर भएको फिल भयो मलाई त यस्तो गराएको गाइस म भलगर हुँ त गाइस म साँच्चै भलगर हुँ त गुल्टिलिस कहाँ गुल्टिन नका लास्ट हेप्ने गाइस ओह्रालो अन्त बाटो लिँदै भएर अनि मेरो चप्पल 5 हातका छन् म भन्दा अग्लो चप्पल छन् हामी यहाँ आउने रहेछौँ त पोकोले चाहिँ आउनु हुनेछ नि खुसको एन्जलारीको है तो स्याहार भयो त्यहीबाट सिरामै केही हुन्न अब बोल्दै बोल्दिनँ यार बोल्नु न मिठो